आज हामी चिची अनि इस्कुस अनि चाउचाउ पिरा चाउचाउ अनि चिची खाँदैछौँ। नमस्ते हाई साथीहरू गाइजहरू मेरो चाहिँ छोरीले अघि भनिसक्यो आज हामी के खाँदैछौँ भनेर होइन। आमा छोरीको मुखबाङ यो चाहिँ करेन चाउचाउ अनि यहीँ भित्र चाहिँ इस्कुसको सब्जी अनि यहाँ भयो अनि दुईतिर चिचिरहेको छ। हामी चाहिँ एउटै प्लेटमा खान्छौँ आमा छोरी होइन उनीहरू बिग्रेर। अनि आज हामी चाहिँ खाँदैछौँ एउटै प्लेटमा। खाऊ छोरी चाउचाउ भरे खाऊ न। चाउचाउ पनि छ त्यो भरे खाने। आज हामी कहाँ जाँदैछौँ? माउन्टी घर। आज हामी माउन्टी घर जाँदैछौँ। एउटै प्लेटमा मेरो छोरी चाहिँ एउटै प्लेटमा खाँदा मात्रै हामी अनि कुकुर पनि लिएर जाँदैछौँ। डग पनि एउटा डगको बेबी भन्दा पनि अलिक ठुल्ठुलो। अनि कसले ल्याइदिँदै हुनुहुन्छ डग? डग कसले ल्याइदिँदै हुनुहुन्छ? डग ल्याइदिँदै हुनुहुन्छ हाम्रो राम दाइले पठाइदिँदै हुनुहुन्छ। उसले चाहिँ जिस्केर भन्दैछ उसको मामाले पठाइदिँदै हुनुहुन्छ। हामी चाहिँ डग पनि लिएर जान्छौँ है। राम मामाले पठाइदिँदै हुनुहुन्छ। उसले चाहिँ ज्वाइँ किन भन्यो भने त्यो ड्राइभर चाहिँ हाम्रो ज्वाइँ पर्नुहुन्छ हाम्रो गाउँले चाहिँ, त्यही भएर उसले ज्वाइँ भनेको। कुकुर चाहिँ हामीलाई राम दाइले पठाइदिँदै हुनुहुन्छ। हुन्छ हो लामो त खानामा आएको खाऊ है। अरू उता खाऊ न तिमीसँग। नचिको भात भयो। कसको फेभरेट छ अनि करेन चाउचाउ भनिदिनु होला है। मेरो छोरीको चाहिँ एकदम फेभरेट हो अनि मलाई चाहिँ असर गर्छ नि त। म चाहिँ हल्का बिरामी छु। म चाहिँ अनि यसमा चाहिँ के हाल्छ हामीले चाहिँ सस हालेको छौँ अनि नुन हालेको छौँ अरू केही हालेको छैन तर पुरै मिठो भइरहेछ। पिरो पिरो छ र छैन चिची पनि खाऊ न। माम पनि मुसेर खाऊ न अलिक तातोमा। म करेन चुहाइदिएर हातमा उयो गर्छु यहाँ आऊ खाऊ न छिटोमा त्यस्तो सुन्नु होला नि भोलि पर खाऊ हो। नानीको आमाहरू चाहिँ साथीहरू यस्तो कुराहरू पनि खानुपर्छ हेर त। यहीँ खायो यहीँ उकालिदिन्छ। गाह्रो छ जिन्दगी। सुन म आमाहरूको नाम हो मामा। तिम्रो नाम के अरे? अलिक कलर राख्नुहुन्छ हो। माम पनि खाऊ न हौ। करेन खानु पर्दैन धेरै भन्नुभएको होइन। खाऊ 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 जे खानु हुन्छ अगाउनु चाहिँ पऱ्यो। हड्डीवाला पाल्नु शङ्ख भएको हिजो चाहिँ नौले आन्टी मरेको। हिजो हाम्रो गाउँको आन्टी खस्नु भएको त्यही भएर क्याम्ब्रिजले चाहिँ गाउँको आन्टी खसेको हुन्छ। त्यस्तो गर्नु हुँदैन छोरो। त्यहाँ त्यसो डक्टर पनि हो त यसो त छिटी हो त हो। छिटो माग खाऊ। त्यो भुँडी कत्रो भयो? भुँडी त भित्र छ है बाहिर निकाला भुँडी चाहिँ। चाउचाउ मात्रै नखाऊ न लामो लामै खाऊ न हौ यसरी यसरी। यहाँ मामा हाल यसरी यहाँ ल मामा यसरी पोको पार मामा हाल्छु ल
एकछिन त यो धेरै हुन्छ होला माम चिसो नै भइसकेको छ माम त त भात खाँदैछु वाइट माम खान्छ क्याम्ब्रिजले चाहिँ धेरै मेरोपट्टिको चिची चाहिँ मैले पनि खाइसक्न आँटेँ क्याम्ब्रिजले चाहिँ खाएको छैन मेरो चिची खाइसक आँटेँ है ढ्याउ पनि आइसक्यो म भात खान्न खाऊ यो चिची कसले खान्छ मामले छोरीले खान्छन् छोरी मामले तिमी पनि खाऊ न यति खानु ल ल यति खान्छु दुईटा खाइसक्नुपर्छ होला यता नै भात भात माम भात भात चिची मामाम करेन्ट इस्कुस यति त आएको चिची अनि छिटो खाइसक्यो है मेरो सिध्यो नि तिम्रो सिध्या पनि छिटो ल यताबाट उताको सारेर बस है तिमी नखाए अहिले भन्नु लाँदिनँ नि म एक्लै जान्छु नि तिमीलाई छोडेर फेरि नखाऊ त मैले भोक लाग्छ बाटो बाई बाई गाइजहरू हाम्रो फोन आयो मम्मीले फोन गर्नुभयो अर्को भिडियोमा भेटौँला